अस्ट्रेलिया आइसकेपछि प्रायःजसो नेपालीहरूको इन्कम चाहिँ वात्तै बढ्छ, तर सेभिङ चाहिँ किन बढ्दैन त? किन जहिले पनि ब्याङ्क अकाउन्ट एम्प्टी नै लाग्छ? आज तपाईँहरूलाई मैले यस्तो ट्रुथ भन्न जाँदैछु, जसले प्रायःजसो नेपालीहरूलाई फाइनान्सियल्ली फ्रिडम हुनबाट चाहिँ रोकिरहेको छ। र त्यो हो लाइफस्टाइल अपग्रेडेसन। जब फर्स्ट टाइम हामी नेपालबाट अस्ट्रेलिया आइन्छ, हामीलाई के लाग्छ भन्दा अब त लाइफ सेट भयो। फाइनान्सियल्ली वी आर फ्री। पहिलो जब पाइयो, जब पाउने बित्तिकै इन्कम पनि आउन सुरु भयो र इन्कम आउने बित्तिकै चाहिँ हाम्रो चाहिँ त्यहाँबाट सुरु भयो अपग्रेडेसन, अपग्रेडेसन, अपग्रेडेसन। अपग्रेडेसनको लागि सबैभन्दा सजिलो अस्ट्रेलियामा हरेक चिज तपाईँले इएमआईमा लिन सक्नुहुन्छ, इन्स्टलमेन्टमा। आइफोन चाहियो, न्यू, पुरानो हुँदाहुँदै यु क्यान डु इट, अपग्रेडेसन। तपाईँलाई नयाँ कार चाहियो, यु क्यान फाइनान्स इट। तपाईँलाई चाहिँ कपडा चाहियो, कपडा पनि तपाईँले इन्स्टलमेन्टमा किन्न सक्नुहुन्छ अस्ट्रेलिया। सुरुमा अस्ट्रेलिया आउँदाखेरि हामी पैसा बचाउनको लागि सेयर्ड रुममा बस्थ्यौँ भने अब इन्कम आउन सुरु भइसकेपछि हामीलाई सिङ्गल रुम चाहियो। सुरुमा हामी अस्ट्रेलिया आउँदाखेरि पैसा हुँदैन थियो, पब्लिक ट्रान्सपोर्ट हामीले युज गर्थ्यौँ कामबाट पोइन्ट एबाट पोइन्ट बीमा जान भने। अब हामीसँग पैसा भयो, इन्कम बढ्यो, आफ्नो एउटा कार चाहियो। सुरुमा पैसा नहुँदाखेरि आफैले घरमा मिठो नमिठो पकाउन जानी नजानी आफै खाना पकाएर खाइन्थ्यो, ग्रोसरीबाट सामान लिएर आएर कहाँ सस्तो पाइन्छ भने। अब इन्कम बढिसकेपछि बाहिर गएर खानुपर्ने भयो। चाहिँ नेपालबाट जुन फोन लिएर आएको थियौँ त्यसैले काम चलिरहेको थियो भने अब चाहिँ हामीलाई आइफोन चाहियो, त्यो पनि लेटेस्ट। पहिला सेभिङ गर्ने सोच हुन्थ्यो भने चाहिँ अब चाहिँ इन्जोय द लाइफ, हु नोज टुमोरो भन्ने सोच हो। यहीँनिरबाट सुरु हुन्छ डाउनफल। यहाँनिर सबैले बुझ्नुपर्ने कुरा के छ भन्दा अस्ट्रेलियामा पैसा कमाउन गाह्रो छैन, अस्ट्रेलियामा अपर्च्युनिटीको पनि कमी छैन। तर रियल च्यालेन्ज भनेको अस्ट्रेलियामा के हो भने त्यो कमाएको पैसालाई चाहिँ कसरी सेभ गर्ने, कसरी बचाउने। नेटिभ अस्ट्रेलियनहरू हुनुहुन्छ, उहाँको लाइफस्टाइल एकदमै राम्रो छ हाम्रो भन्दा, र उहाँहरूसँग हामीले चाहिँ कम्पेरिजन गर्छौँ, जुन चाहिँ कम्पेरेबलै हुँदैन। किनकि हामी चाहिँ यहाँ चाहिँ बल्ल स्ट्रगल फेजमा छौँ, बल्ल अस्ट्रेलिया आएको छौँ, स्टुडेन्ट फेजमा छौँ। यही फेज भनेको हाम्रो पैसा खर्च गर्ने फेज भन्दा पनि आफ्नो करियर बिल्ड गर्ने र पैसा सेभ गरेर कसरी आफ्नो फ्युचर बनाउने, यो एउटा स्ट्रगल फेज हो। म पनि ठ्याक्कै यही फेजबाटै गुज्रेको हो। अस्ट्रेलियाको 10 वर्षको बसाइमा मैले भोगेको मेरो आफ्नो एक्सपिरियन्स पनि ठ्याक्कै यस्तै हो। जब म अस्ट्रेलिया आएँ मलाई लाग्यो इन्कम बढ्यो र मेरो लाइफस्टाइल पनि चेन्ज भयो। तर बिस्तारै मलाई के रियलाइज भयो भने जब मेरो इन्कम बढ्यो मेरो खर्च पनि बढ्दै गयो र एट द एन्ड अफ द मन्थ पैसा चाहिँ ब्याङ्कमा सेभिङ भनेको 0। त्यसपछि मैले के रियलाइज गरेँ भने पैसा कमाउनु ठुलो कुरा रहेनछ अस्ट्रेलियामा। इन्कम बढाउनु भन्दा पनि आफ्नो चाहिँ ह्याबिट कन्ट्रोल गर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। सडनली लाइफस्टाइल अपग्रेडेसन किन डेन्जरस हुन्छ भन्दा यो एकदमै स्लोली हुन्छ र हामी आफैलाई थाहा पनि हुँदैन भइरहेको। आज $5 को कफी, भोलि त्यही कफी $10 को हुन जान्छ। आज एकचोटिको उबर, भोलि तपाईँको त्यही दिनदिनैको ह्याबिट बन्न जान्छ। र सानो फाइनान्सियल डिसिजनहरूले चाहिँ हाम्रो चाहिँ लङ टर्ममा चाहिँ तपाईँको फाइनान्सियल फ्रिडममा चाहिँ एकदमै असर परिरहेको हुन्छ। अहिलेसम्म त हामी प्रब्लमको बारेमा कुरा गऱ्यौँ। लेट्स टक अबाउट द सल्युसन। अल वी हेभ टु डु इज जस्ट फलो दिज 3 स्टेप्स। रुल नम्बर 1, इन्कम बढ्दा तपाईँको आफ्नो एक्सपेन्डिचर त्यही प्रोपोर्सनमा नबढाउनुहोस्। रुल नम्बर 2, लाइफस्टाइल अपग्रेडेसन डिले गर्नुहोस्। यहाँनिर मैले लाइफस्टाइल अपग्रेडेसन डिले गर्नुहोस् भन्न के खोजेको भने लाइफस्टाइल अपग्रेडेसन गर्दै नगर्नुहोस् भन्ने होइन। नगरी नहुने खर्चहरू चाहिँ तपाईँको प्रायोरिटी हो भने चाहिँ लाइफस्टाइल अपग्रेडेसन चाहिँ तपाईँको प्रायोरिटी होइन। एकचोटि पिआर भइसकेपछि, सिटिजन भइसकेपछि तपाईँले आफ्नो लाइफस्टाइललाई बिस्तारै अपग्रेड गर्न सक्नुहुन्छ। र अन्त्यमा अस्ट्रेलिया अपर्च्युनिटी तपाईँलाई मनकै दिन्छ, तर डिसिप्लिन चाहिँ तपाईँ आफैले भित्रबाट ल्याउनुपर्छ। लाइफस्टाइल अपग्रेडेसनले टेम्पोररी खुसी दिन्छ, तर फाइनान्सियल फ्रिडमले लङ टर्म खुसी दिन्छ। र डिसिजन अब तपाईँको अरूलाई इम्प्रेस गर्ने कि आफ्नो फाइनान्सियल फ्रिडम सिक्योर गर्ने। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि पनि मैले यस्तै फाइनान्स सम्बन्धी भिडियोहरू लिएर आउनेछु। त्यतिन्जेलको लागि लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। त्यति भन्दै म यो भिडियोलाई अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।